अब तिमी चाहिँ के हो फुटेको केटा त होइन नि कोही कि तिमी आइसाको के छ कविताको बोल शीर्षक कोही टुटेको केटा भेटियोस् ल कविताको लागि चाहिँ अब अनम्युट गरेर आइसालाई चाहिँ अनम्युट गरेर अब उसको दामी तरिकाको लाइन्सहरू पोइटिक लाइन्सहरू सुनाउँदैछु ल ओके म भन्छु है त सुरु गरेँ आनन्दले भनौँ न मजा आउने गरेर के टक्क मेरै लागि कोही टुटेको केटा भेटियोस् बोलीमा नम्रता होस् व्यवहारमा विनम्रता होस् गाउँघरमा मेलापात जाँदा बरु हिलाम्मे होस् शरीर धेरै चाहिँदैन आत्मामा शुद्धता होस् सुन्दरता होस् मनका हर कुरा निर्धक्क भन्न सकूँ आफ्ना रहर उसका सामुन्ने छरपष्ट पार्न सकूँ कमल मन छ थोरै प्रेमिल छु भारी मन टिलटिल आँसु लुकाउनु नपरोस् ऊ हुँदा हुँदै उसकै सामु मैले फिक्का हाँसो ओठमा सजाउनु नपरोस् म उसको पाउको धुलो सिन्दुर मानी शिरमा सजाउँछु भोलि उसका आफ्नाले वचन लाएछन् भने पनि सहिदिन्छु उसको मुखार बिन्दुबाट मेरो निम्ति अपशब्द सुन्नु नपरोस् म उसको निम्ति पासो लाउनु पर्यो नि हाँसी हाँसी स्वीकारिदिन्छु प्रेम यति दिन्छु कहाली लाग्दो अतीत उसले भुलिदिनेछ तिमी जस्तै प्रेमिका सबैले पाउन् भन्दै